ले जाने अरे वो दिनाले यतातिर कुरा गरेको थिएँ नि मलाई अब यहाँ बोल्नु सक्छ नि त अब बोल्न आइस नि त यतै कुरा तान्ने भएँ अनि मैले भने के दाइ मैले जति जे दाइलाई छोडेर यता त कहाँ हुन्छ तपाईँ त्यस्तो त नगर्नु होला जति दाइ भने दाइ हुन् सुख दुःख मर्दा पर्दा चाहिने भने एउटै उसमा खेलेको कोखमा खेलेको दाइ भने दाइ हुन् अनि उता बचाउनु गर्न बोलाउनु भएको थियो अनि म त अब गइनँ म यता आएँ यो त्यो अब हामी पहिलेदेखि गरेको यो त्यो गर्थ्यौँ कि मसँग अब बिहान कुरा गर्थ्यो भने मान्यो नि त अनि मैले भने त त्यस्तो त नगर्नु होला दाइसँग सहमति गरेर जानु न त तिर्मान गर्ला दाइ रिसायो पनि के बोला फकाउनु नि आफ्नो दाइलाई भन्दै म त्यही हो बसिरहेको कति भर्खरै केटी माने नि त हेर कसरी हुन्छ खाने खानु लाउनु खानु त्यस्तै हुन्छ तिनीहरू जता मन लागेर जान त्यो बाइबल तालिम भनेर कति वर्ष बाइबल छोराहरूलाई उसमा राखेर नानी छोराहरूलाई कोठा लिएर आफू होस्टेल बसेर अब हाम्रो पाइन्छ त्यस्तो आमा बन्न चाहन्न भने जस्तो हुन्छ त्यो 2 महिना 3 महिना बच्चा भएको बेला छोडेर तिनी काठमाडौँ गइसु पढ्न चाहलीले अति हो यार एउटी आइपुग्यो मोटी गाडी के हो कि ठुलो पनि होइन क्या थाइराइड ल्याउ क्या बिचार त्यस्तो हुने मान्छे चाहेर त्यस्तो हुनु क्या हुन्न थाइराइडले त सक्दैन नै औषधिले पनि त्यो मान्छे फुल्लाइदिन्छ क्या शरीर हे प्रभु कस्तो हुन्छ शरीर त्यो त गजाङ बुझौँ पिडिया कस्तो हुन्छ चाउनी भन्छ दिनलाई मतिर दिने नै जम्मै झुक्की जान्छ कहिले बच्चाहरू पनि त्यस्तै हो ठुलो मान्छे पनि त्यस्तै हो खाएर कसरी सुत्छ